नमस्कार दर्शकबिनहरू, स्वागत छ तपाईहरु सम्पूर्णलाई युट्युब च्यानलमा स्टक्सको नयाँ भिडियोमा। दर्शकबिन, आजको यस नयाँ भिडियोमा हामी तपाईहरुलाई भुजुङ हाइड्रो पावर लिमिटेडको आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौँ, जसमा चाहिँ यस कम्पनीको वित्तीय अवस्था, क्यापिटल स्ट्रक्चर र ओपन रेन्ज सम्बन्धी सम्पूर्ण जानकारी समेटिनेछ र साथमा तपाईले यस कम्पनीको आइपिओमा आवेदन दिनु अगाडि जान्नुपर्ने सम्पूर्ण कुरा पनि आजको यस भिडियोमा चाहिँ समेटिएको छ। त्यसैले यो भिडियोलाई अन्तिम समय र साथ दिनु होला र मन पर्यो भने चाहिँ लाइक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोस्। दर्शकबिन, भिडियो सुरु गरौँ। दर्शकबिन, भिडियोको सुरुवातमा चाहिँ भुजुङ हाइड्रो पावर लिमिटेडको आइपिओ सम्बन्धी चर्चा गरौँ र यस कम्पनीले सर्वसाधारणका लागि 8,30,000 किता सेयर सहितको आइपिओ चाहिँ निष्कासन गरेको छ, जसको सेयर मूल्य भने प्रति किता 100 रुपियाँ मात्रै तोकिएको छ र यस कम्पनीले नेपाली सेयर मार्केटमा हाइड्रो पावर सेक्टरमा सेयर कारोबार गर्नका लागि आइपिओ निष्कासन गरेको हो, जुन चाहिँ 2082 माघ 12 गतेबाट सर्वसाधारणको लागि बिक्री खुला भइसकेको छ र तपाईले यस कम्पनीको आइपिओमा 2082 माघ 15 गतेसम्म आवेदन दिन सक्नुहुनेछ। तर पनि त्यो समय सीमाभित्र सम्पूर्ण सेयर बिक्री भएन भने यस कम्पनीले आइपिओ आवेदन मिति लम्ब्याएर 2082 माघ 26 गतेसम्म चाहिँ पुर्याउन सक्नेछ। तर त्यसको सम्भावना भने निकै नै कम रहेको छ, किनकि अलरेडी यो आइपिओ चाहिँ ओभरसब्सक्राइब भइसकेको छ। सो तपाईहरु यस कम्पनीको आइपिओमा इन्ट्रेस्टेड हुनुहुन्छ भने यो 4 दिनभित्र नै आवेदन चाहिँ दिनुहोला र यस कम्पनीको आइपिओ रेटिङ भने इक्रा नेपालको अनुसार B+ को रहेको छ, जसको मतलब यस कम्पनीको चाहिँ समयमा नै वित्तीय दायित्वहरू वहन गर्न सक्ने क्षमतामा केही उच्च जोखिम रहेको छ भन्ने बुझ्नुपर्छ र यस कम्पनीको आइपिओ म्यानेजर भने कुमारी क्यापिटल लिमिटेड रहेको छ, जसले चाहिँ यस कम्पनीको आइपिओ निष्कासन गरिसकेको छ भने बाँडफाँडको काम पनि यसै क्यापिटलले चाहिँ गर्नेछ। दर्शकबिन, भने लागू भुजुङ हाइड्रो पावर लिमिटेडले निर्माण तथा सञ्चालन गरिरहेको विद्युत परियोजना सम्बन्धी जानकारीतर्फ र हाल चाहिँ यस कम्पनीले माथिल्लो मिदिम हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट चाहिँ सञ्चालन गरिरहेको छ, जुन चाहिँ लमजुङको मिदिम खोलामा अवस्थित रहेको छ र यो प्रोजेक्ट चाहिँ रन अफ रिभर बेसिसमा चल्ने हाइड्रो पावर प्रोजेक्ट रहेको छ, जसको मतलब यदि खोलामा वाटर फ्लो तलमाथि हुन्छ भने यस विद्युत परियोजनाको विद्युत उत्पादन क्षमतामा पनि तलमाथि हुन आउनेछ, जसको मतलब बर्खा सिजनमा चाहिँ फुल क्यापेसिटीमा विद्युत उत्पादन हुन सक्नेछ भने सुक्खा सिजनमा चाहिँ यस कम्पनीको अथवा यस प्रोजेक्टको चाहिँ विद्युत उत्पादनमा केही ह्रास आउन सक्नेछ र नेपालका प्राय सम्पूर्ण हाइड्रो पावर प्रोजेक्ट चाहिँ यसै प्रकारका रहेका छन्। र दर्शकबिन, यस परियोजनाको विद्युत उत्पादन क्षमता चाहिँ 7.5 मेगावाट रहेको छ भने यस परियोजनाको सीओडी अर्थात् कमर्सियल अपरेसन डेट चाहिँ 2081 वैशाख 6 गतेबाट रहेको छ, अर्थात् 1.5 वर्ष अगाडिदेखि चाहिँ यस कम्पनीले लगातार रूपमा विद्युत उत्पादन गरेर बिक्री वितरण चाहिँ गरिरहेको छ र यस परियोजनाको प्रति मेगावाट लागत चाहिँ करिब 24.90 करोडको हाराहारीमा रहेको छ, अर्थात् करिब 25 करोड चाहिँ यस कम्पनीले 1 मेगावाट विद्युत उत्पादनको लागि खर्चेको छ। सो ओभरअलमा करिब 180.58 करोड चाहिँ यस कम्पनीले आफ्नो विद्युत परियोजना कम्प्लिट गर्नका लागि खर्चेको देखिन्छ। अब पनि चर्चा गरौँ यस कम्पनीको क्यापिटल स्ट्रक्चर सम्बन्धी र दर्शकबिन, यस कम्पनीको हालको कुल अथराइज क्यापिटल चाहिँ 100 करोडको रहेको छ भने जारी पुँजी पनि 100 करोडको नै रहेको छ र यस कम्पनीको हालको कुल प्रोमोटर सेयर होल्डिङ चाहिँ जारी पुँजीको 80% अर्थात् 80 करोड बराबरको रहेको छ, अर्थात् यस कम्पनीको प्रोमोटर सेयर होल्डिङ चाहिँ निकै नै बलियो देखिन्छ भने लोकल सेयर होल्डिङ 10 करोडको अर्थात् 10% रहेको छ र बाँकी रहेको 10% अर्थात् 10 करोड बराबरको चाहिँ यस कम्पनीको पब्लिक सेयर रहनेछ, जुन चाहिँ आइपिओ पश्चात चुक्ता हुनेछ र यस कम्पनीको हालसम्मको कुल चुक्ता पुँजी करिब 91 करोड भन्दा माथि चाहिँ रहेको छ र आइपिओ पश्चात सम्पूर्ण सेयर पुँजी चाहिँ चुक्ता हुने देखिन्छ। दर्शकबिन, भने लागू भुजुङ हाइड्रो पावर लिमिटेडको हालको वित्तीय अवस्था सम्बन्धी जानकारीतर्फ र यस भिडियोमा चाहिँ हामी तपाईहरुलाई यस कम्पनीको 084-85 सम्मको प्रस्तावित वित्तीय अवस्थाको पनि जानकारी चाहिँ दिनेछौँ र दर्शकबिन, यस कम्पनीको हालको सेयर क्यापिटल चाहिँ 80 करोडको रहेको छ र यो चाहिँ आइपिओ पश्चात 100 करोडको हुनेछ, अर्थात् 084-85 सम्म चाहिँ यस कम्पनीको सेयर क्यापिटल 100 करोड मात्रै हुने देखिन्छ र यस कम्पनीको हालको नेट प्रफिट अर्थात् मुनाफा चाहिँ नकारात्मक रहेको छ, अर्थात् यो कम्पनी अहिले करिब 5.07 करोडको चाहिँ घाटामा चलिरहेको छ। तर यो पनि सुधार भएर 084-85 को आर्थिक वर्षमा चाहिँ यस कम्पनीको कुल मुनाफा करिब 8 करोडसम्म पुग्ने चाहिँ अनुमान रहेको छ र यस कम्पनीको हालको बुक भ्यालु 90.04 मात्रै रहेको छ भने यो पनि केही बढेर 084-85 को आर्थिक वर्षमा 104.63 सम्म चाहिँ पुग्ने देखिन्छ र यस कम्पनीको इपिएस अर्थात् प्रति शेयर आम्दानी पनि ऋणात्मक रहेको छ, जबकि यो कम्पनीले घाटा बेहोरिरहेको छ भने यस कम्पनीको शेयर होल्डर पनि घाटामा नै हुने हुन्छन्। सो यस कम्पनीको प्रत्येक शेयर होल्डरले अहिले प्रति किता 10.8
.81 रुपियाँको चाहिँ घाटा बेहोरिरहेका छन् र यो पनि सुधार भएर 084-85 को आर्थिक वर्षमा चाहिँ यस कम्पनीको EPS 8 रुपियाँसम्म पुग्ने देखिन्छ। भने यस कम्पनीको हालको कुल सम्पत्ति करिब 187.19 करोडको हाराहारीमा देखिन्छ र यसमा पनि केही गिरावट आएर 084-85 को आर्थिक वर्षमा भने 181.51 करोड मात्रै पुग्ने देखिन्छ। सो ओभरअलमा हेर्दा यस कम्पनीको वित्तीय अवस्था सामान्य रहेको छ। सो यस कम्पनीको आइपिओ पर्छ भने तपाईहरुले केही न केही चाहिँ प्रॉफिट अवश्य पनि जेनेरेट गर्न सक्नुहुनेछ। दर्शकबिन अब नै लागो यस कम्पनीको आइपिओ शेयर सम्बन्धी थप जानकारीहरुतर्फ र सुरुवातमा चाहिँ ओपनिङ रेन्ज सम्बन्धी चर्चा गरौँ। यस कम्पनीले सेकेन्डरी मार्केटमा पहिलो शेयर कारोबारको लागि पाउने ओपनिङ प्राइस चाहिँ प्रतिकिता 90.04 देखि लिएर 270.12 को बीचमा चाहिँ हुनेछ र यसभन्दा घट्यो अथवा बढीमा चाहिँ यस कम्पनीको पहिलो शेयर कारोबार हुने छैन। र यस कम्पनीको फन्डामेन्टल रिपोर्ट हेरेर हामीले प्रोजेक्ट गर्न सक्ने म्याक्सिमम शेयर प्राइस चाहिँ 850 प्लस रहेको छ, जुन चाहिँ तपाईले यस कम्पनीको लागि रिस्क फ्री शेयर प्राइस पनि मान्न सक्नुहुन्छ, किनकि सुरुवाती चरणमा चाहिँ यस कम्पनीको सप्लाई करिब 8.5 लाख किता मात्रै हुनेछ। सो तपाईले यस कम्पनीबाट सेकेन्डरी मार्केटमा चाहिँ राम्रै शेयर मूल्य चाहिँ पाउन सक्नुहुनेछ र आगामी दिनहरुमा यस कम्पनीको वित्तीय अवस्थामा पनि केही सुधार आउने देखिन्छ। सो तपाईहरुले कम्तीमा सिंगल डिजिटमा चाहिँ यस कम्पनीबाट डिभिडेन्ड आश गर्न सक्नुहुन्छ र केही वर्षको लागि यस कम्पनीले भव्य रूपमा चाहिँ डिभिडेन्ड अथवा राइट शेयर चाहिँ नबाड्ने देखिन्छ, किनकि यस कम्पनीको शेयर क्यापिटलमा केही चेन्जेस आउने प्रोस्पेक्टसमा चाहिँ बताइएको छैन। सो यस कम्पनीको आइपिओ पर्छ भने तपाईले लङ टर्मको लागि हेर्दा पनि ठिकै देखिन्छ र सर्ट टर्ममै सेल गर्नुहुन्छ भने चाहिँ तपाईले मिनिमम 850 भन्दा बेसीमा बेच्नु भयो भने यस कम्पनीको आइपिओ बाट ज्यादा प्रॉफिट चाहिँ एक्सपेक्ट गर्न सक्नुहुनेछ। सो दर्शकबिन आजले यति नै। भिडियो तपाईलाई कस्तो लाग्यो, यदि मन पर्यो र जानकारीमूलक लाग्यो भने कृपया आफ्ना साथीभाइलाई पनि शेयर गरिदिनु होला र यस्तै नेपाली शेयर मार्केट तथा आइपिओ सम्बन्धी जानकारीमूलक भिडियोहरु हेर्नका लागि हाम्रो युट्युब च्यानल मापी स्टक्सलाई सब्स्क्राइब गर्नुहोस् र साथमा रहेको बेल आइकनलाई पनि दबाउन चाहिँ नभुल्नुहोला। सो दर्शकबिन, थ्यांक्स फर वाचिङ दिस भिडियो।